के भन्दाखेरिमा होइन पोखरामा हामीले चल्पत दिइराखौँ नि। अहिले चाहिँ म पोखरा भ्यालीतिर अलिअलि घुम्दैछु होइन। यहाँ चाहिँ घाम भइरहेको छ कि यार घुम्ने टाइमै मिलेको छैन। लास्ट बिजोग छ भाइको के साह्रो हो। मजा आएर एयरपोर्ट नजिकै छु। एयरपोर्ट सक्यो है। म चाहिँ अहिले कहाँ भन्दाखेरि उता जान लागेको छु होइन। बिजोकै बिजोग छ, गर्मी छ, नाजुक छ स्थिति। यस्तो कालो भइरह म उता माथि आफ्नो चिप्किरहेको छ। बिजोकै बिजोग छ। म चाहिँ एउटा साथीलाई भेट्दाखेरि साथी चाहिँ कहाँ हरायो कि बोलाइरहेको छ यता आइज भनिरहेको छ। म कहाँनिर खाइसकेँ यार। पोखरामा पहिरो गर्मीले पनि बेसी फटाइरहेको छ। उता आफै तताइरहेको गाह्रो छ गाह्रो भनिरहेको नि त। आजै के गर्नु यार मान्छेले कहाँ गइरह भेट्यो क्या पर कता यसो उ गरेर यस्तो देख्यो है। नाजुक छ यार त गर्मीले खाइदियो। कहाँ पिपलको रुख भनिरहेको थियो क्या हेर्नु पिपलको रुख भनिरहेको थियो होइन। जाँदैछु पोखराको मौसम वेदर चाहिँ एकदम नाजुक चाहिँ वेदर रहेछ। अहिले चाहिँ हामी टक्कै घुम्नु लागेको टक्कै भन्दाखेरिमा होइन पोखरामा हामीले चल्पत दिइराखौँ नि भर्खर हिँडेर आएको त्यो ए सपिङ भयो हङकङ बजारबाट हेरेको है। चाहिँ खतरा हो क्या फेरि मान्छे चाहिँ भोलिको लागि अलिक टेन्सनमा छ है। भाग्यको हराउडीमा ओ माई गड ज्यादा गर्मी छ सर्टमा होइन के गर्यो भने चाहिँ पहिला सिटीमा नझुक्किनु पर्यो। के भन्छ यसले सिटीमा नझुक्किनु पर्यो। सिटीमा झुक्किँदैन नि किन झुक्किनु पऱ्यो नि। भागिन्छ मलाई सम्झिनु पऱ्यो नि किन त त्यस्तै हाने यार म हानिदिन्छु भन्नु पऱ्यो क्या। अनि हान्न सकिन्छ नि त यार होइन सिङ हानिदिने कि अनि पर्सि अनि सिङ हामी बुटोलतिर हिँड्ने हो गाइस। को हुनुहुन्छ सबै बुटोलतिर आउनु भेटघाट गर्नुपर्छ होइन। टक्क बुटोल फुलबारीमा त झ्याममा लगाएर भेट्ने हो नि। फुलबारी बुटोल छ नि साइड राम्रो छ एकदम राम्रो छ। त्यहाँ गएर हामी मस्ती हान्थ्यो कि ग्याङ आराममा हान्थ्यो। हामी चाहिँ अहिले ठ्याक्कै हाम्रो रुमदेखि अगाडि पुग्ने लागि अब भने चाहिँ हाम्रो चाहिँ भिडियो यतिमै चाहिँ समाप्त हुन्छ होला गाइस। अब चाहिँ हामी